सरकार बालिन हो बालिन 3 करोडको मुटु हो बालिन उहाँले ढालेर ढल्छ भन्ठान्नु भएको छ कुनै पनि यो बुढो भएको रुख अहिले तपाईहरु जस्तो महेश बस्नेतजीले पनि बोल्नु भएको देख्नु भयो होला त्यो सबैतिर समग्रमा हेर्ने हो भने नि यहाँ खेल कसको छ त के सुदन गुरुङ र बालेन गएर गोली हान्न लगाएका हुन् त देशमा जसलाई माया गरेछ त्यही मान्छेले गोली हानेर नेपालीका छोराछोरी मारे त हामीले पत्याइदिनु पर्ने उहाँहरूले भनेको र जे भने नि हामीले पत्याउनी भनेदेखि हामीले किन बालेन सरकार त केपी शर्मा ओलीले लिएर राखौँ नि त यही खोजेको हो त सबैले दुःख व्यक्त गर्दैमा हुँदैन त्यसो भए दुःख व्यक्त हेर्नुस् दुःख त गोइको आँसु चौदैमा त्यसले माया गरेको हुँदैन अगाडिबाट मुसारेर पछाडिबाट घ्वाप्प हान्ने भनेर प्रचण्डजीले केपी शर्मा ओलीजीलाई भन्नुभयो हैन अगाडिबाट मुसारेर पछाडिबाट हान्नु भएको हो नि त अहिले गठबन्धन गर्नुभयो लगन पछिको सिन्दुर पनि हाल्नुभयो पोते पनि लाउनु भयो उहाँहरूले तर त्यसको केही औचित्य छैन जब नि केटाकेटीकै मन मिलेन भने बे गरेर के गर्नु 2 दिनमा बिछोड भइहाल्छ नि सेम उहाँहरूलाई त्यही हो यो सरकारलाई ढाल्ने मिलेर ढाल्ने सरकारी रुख हो र ढाल्नलाई सरकार बालिन हो बालिन 3 करोडको मुटु हो बालिन उहाँले ढालेर ढल्छ भन्ठान्नु भएको छ कुनै पनि यो बुढो भएको रुख अहिले तपाईहरु जस्तो स्थानीयमा 100% नतिजा ल्याउने भन्ने छ के कम्युनिस्टहरुको भन्न त उहाँले अहिले प्रतिनिधि सभामै भन्नु भएको थियो नि केपी शर्मा ओलीले त दम्बका साथ भन्नु भएको थियो मेरो इलाका म त्यहाँको शेर हुँ भन्नु भएको थियो तर 60,000 भोट लिएर हाम्रा बालेन शाहले विजय प्राप्त गरे भन्न त पाइन्छ नि भन्दैमा जितिनी हो र सर्वे सर्वा त नेपाली जनता हो उहाँहरूले नेपाली जनतालाई नै बुझ्नु भएको छैन खाली नेपाल लुट्न पाइन्छ कि पाइँदैन भनेर मात्रै सपना देख्नु भएको छ कम्युनिस्टहरु मिलेर केही हुनेवाला छैन अब कम्युनिस्ट मिले पनि केही हुने छैन कांग्रेस मिले पनि केही हुने छैन अब बालेन सरकार 5 वर्ष मात्र हैन 20 वर्ष चल्छ किनभने नेपाली जनताले समृद्धि नेपालमा सुख शान्ति स्थापना गर भनेर बालेन सरकारले राहो हामी बालेन सरकारले देश बनाउँछ भन्ने हामीलाई विश्वास छ त्यसैले बालेन सरकार 20 वर्ष हुनुपर्छ तपाईको विश्वासमा घात पुगायो भने यो सरकारले हेर्नुस् घात यो सरकारले पुर्याउँदैन भन्ने विश्वासै भएर 2/3 को सरकार दिएको हामीले बालेनलाई यहाँबाट मात्र भोट हालेको हैन नि हामीले धेरै जिल्ला गएर बालेनको लागि भनेर भोट मागेर हिडेका मान्छे हौं किनभने परिवर्तन चाहेका हौं 36 वर्षले पुवाल पारेको नेपाल बनाउन टाइम लाग्छ हामीले पुर्नु पर्छ तर हामी कस्तो भने बालेन आयो आजको भोलि सबै थोक हुन्छ हुने भएदेखि नि 10 महिनामा बच्चा जन्मिने पनि एकै दिनमा जन्माइदिए हुन्थ्यो बालेनले भन्छौं हामी त्यति आशावादी भयौं यो कारणले गर्दा बालेनले पक्कै पनि देश निर्माण गर्छन् देश बिगार्दैनन् भन्ने त्यति चाहिँ विश्वास छ अब हिजो गृहमन्त्री सुदन गुरुङ मधेसमा केही हदसम्म त शान्ति ल्याउन सक्नु भयो काठमाडौँ फर्किनु भएको छ अझ फेरि काठमाडौँ फर्किने बित्तिकै हालत उही हुन्छ कि के लाग्छ एकदम हुँदैन किनभनेदेखि शान्तिको लागि भनेर गइसक्नु भएको छ एउटा शान्तिको फूल भन्छु म त उलाई सुदनजीलाई किनभने पहिलाका गृहमन्त्रीहरू भएको भए आज उहाँहरू कुनै पनि जनताहरूसँग कुनै पनि मधेसी दलमा गएर जुन मृतकको परिवारको बाउ आमासँग उहाँले भुइँमा बसेर कुरा गरेको देख्नु भयो त्यहाँ इन्टरभ्यु हेर्नु भयो राति भुइँमै बसेर गर्नुभएको छ तर त्यो स्टन गर्यो यहाँ अहिले थोत्रे नेताहरू 36 वर्ष थोत्रे कबाडी नेताहरूले के भनेका छन् थाहा छ के रे स्टन गर्यो रे के सुदनजी अर्काको मरेको लासमाथि स्टन गर्न गएका हुन् उनको माया प्रेम दर्शाएका हुन् माया प्रेम दिएका हुन् त्यो माया प्रेमलाई सबैले विचार गर्नु भएको छ किनभने शान्ति स्थापना गर्न भने 4 दिन उहाँले सबै भ्रमण गरेर त्यस्तो स्थितिमा पनि आफूको सुरक्षा बल बिना हेर्नुस् देख्नुभयो कहीँ ढाडु पारेर गाडी चलाएका नि छैनन् मोटरसाइकल चलाएका नि छैनन् कुनै सुरक्षा संयन्त्र लिएर हिँडेका नि छैनन् खुल्ले याम गएर हरेक नेपालीलाई भेटेर कुरा गरिरहेछन् भनेपछि पक्कै पनि शान्ति अवश्य आउँछ नेपालीले चाहेकै शान्ति हो हिन्दू होस् मुस्लिम होस् क्रिस्चियन होस् तर हामी नेपाली हो नि त उहाँहरूले पनि त्यही देख्नु भएन बुटोलबाट शान्ति र्याली के अरे नेपाली गाना के अरे बजाउँदै राष्ट्रिय गान बजाउँदै हिँड्नु भएको छ सबै हामी नेपाली हो नि मिलेर बसिरहे यहाँ किनभने नेताहरूले नै आफू पद नपाएका गरेर यहाँ घुसपेट गरेर यी 3 जनाको ज्यान लिनलाई बाध्य बनाइदिए